हेलो नमस्ते सबैजनालाई। मैले चाहिँ आज सानोबटे है मिनी भ्लग लिएर आएको छु। म चाहिँ अहिले बाहिर छु नि त, अन्त बाहिर छु अन्तखेरि म यहाँ घुमेको जग्गाहरूको चाहिँ मैले भिडियोहरू क्याप्चर गरेको थिएँ, मलाई मन परेर र तपाईँहरूको बिचमा पनि म सेयर गर्न चाहन्छु भनेर चाहिँ मैले भिडियोहरू क्याप्चर गरेको थिएँ। र अगाडि अगाडि चाहिँ मेरो हस्बेन्ड हुनुहुन्छ, उहाँ चाहिँ अगाडि अगाडि हिँड्नु हुँदैछ, मलाई चिनाउनु हुँदैछ कि यो चाहिँ यो अपार्टमेन्ट हो, यो भित्र चाहिँ योहरू छ भनेर उहाँले चाहिँ मलाई चिनाउनु हुँदैछ। उहाँ चाहिँ मेरो गाइड हो नि त। अन्तखेरि यहाँ साइडमा देख्नुहुनेछ, राइट साइडमा तपाईँहरूले कि यहाँ सी छ है, अन्त यहाँ बिल्डिङ्सहरू पनि देख्नु भइरहेको छ है। यो जग्गाको नाम चाहिँ रहेछ जेबिआर, यसलाई चाहिँ भन्दो रहेछ कि जुमाइरा बिच रेसिडेन्स पनि भनेर चिनिँदो रहेछ। र मलाई चाहिँ यो जग्गा चाहिँ एकदमै मन पर्यो, एकदमै क्लिन है, एकदमै राम्रो है, मलाई इन्भाइरोमेन्ट पनि मन पर्यो। अन्तखेरि म चाहिँ बाहिर छु नि त, त्यही भएर अब बाहिर त अलिकति है गएको बेलामा त अलिकति राम्रो राम्रो चिजहरू देखेको बेलामा चाहिँ मैले भिडियो क्याप्चर गरेर चाहिँ तपाईँहरूको बिचमा पनि सेयर गर्छु भनेर चाहिँ मैले सोचेँ नि त। अन्तखेरि त्यहाँ जाँदाखेरि चाहिँ मेरो हस्बेन्डले भन्यो ट्राम आउँदैछ, चाहिँ यहाँ बस्छ, म भिडियो गरिदिन्छु भनेर भन्नुभयो नि त। अन्तखेरि चाहिँ म यसरी मैले आफ्नो पोजेसहरू दिँदैछु। यो ट्राम चाहिँ तपाईँको रोडमा चल्दो रहेछ, यो चाहिँ मेट्रो होइन। अन्त हामी त्यहाँ घुम्दाखेरि मैले अलिकति भिडियो पनि बनाएको छु है। अन्तखेरि अब अलिकति घुम्नु नयाँ जग्गातिर जाँदाखेरि त अलिकति रिल्सहरू बनाउनु त पाइन्छ नि। तपाईँहरूलाई के कस्तो लाग्छ मेरो भिडियो हेरेर लाइक, सेयर